Good afternoon everyone, this is your voice person. Today is the day, very special day because we are going to mountain. Yes guys, आज हामी स्पेशल डेमा सो नेपालको याद एकदमै आयो. सो we are heading to पाहाडतिर. आजको दिन एकदमै बवाल हुनेछ, धमाका हुनेछ. So let's go. And my boy is here. He's my brother all the way all the way from Kabwe. आज म तिमीलाई कस्तो दामी ठाउँ घुमाउँछु भने नि, त्यो जङ्गलको पहाड चाहिँ पर गाउँबाट निस्केर आउने. हिँड्न सकिन्छ, वक गर्न सकिन्छ नि. इट्स रेडी. हावा चाहिँ डेन्जर लागिरहेको. हावा डेन्जर लागिरहेको. हावासँगै चल्ने हो क्या, थाम्छ नि. यस, हामी पहाडको मान्छे होइन. यस्तो जाडो त खासै प्रभाव पर्दैन हामीलाई, फरक पर्दैन. हामी लगभग पहाडको छेउमा आइसकेको छौँ. लुक एट दिस, माथि पहाड एन्ड तल चाहिँ समुद्री छ. वाट अमेजिङ भ्यू है, एकदमै रमाइलो लाग्छ. लुक एट दिस, सम पिपल इज फिसिङ देयर. माछा मारिरहेको छ. सायद लास्ट टाइम फ्लोड आएको थियो, लास्ट विक 2-3 डेज फ्लोड आएको थियो. फ्लोडले गर्दाखेरि माछाहरू किनारमा आउन सक्छ. सो पिपल आर फिसिङ हियर. लुक एट दिस, अमेजिङ. फर्स्टमा म माल्टा आउँदाखेरि 2 मन्थ्स म बेरोजगार बस्दाखेरि यो पहाड घुम्न आएको थियो. आज त्यही पहाडको याद आयो मलाई. सो वी आर हेडिङ टु दियर, ओभर दियर. एकदमै राउन्ड हान्ने वहाँबाट यहाँबाट पारी गाउँमा. एकदमै ठुलो एग्रिकल्चर छ त्यहाँनिर. एग्रिकल्चर लाइक हाम्रै गाउँ जस्तो छ क्या त्यो चाहिँ. त्यहाँ जाने, हेर्ने, गाउँको याद आयो भने यसो मजाले हेर्ने, के खेती गर्दो रहेछ, कस्तो मान्छेहरू काम गर्दो रहेछ. सो लाइक त्यहाँ नेपालीहरू पनि हुनसक्छ क्या. टन्नै फार्मिङ गरिरहेको थिएँ कि लास्ट इयर्स. सायद नेपालीहरू हाम्रो एग्रिकल्चरमा आउँछ नि त विदेशमा. क्रोसिया, रोमानिया यहाँ पनि छ, अत्याधिक मात्रामा छ. तर त्यो रोमानिया एन्ड क्रोसियाहरूको कम्पेयर गर्दाखेरि त्यति धेरै चाहिँ छैन एग्रिकल्चरमा. माल्टा चाहिँ एकदम टुरिज्म सेक्टर हो. टुरिज्म, होटेल, रेस्टुरेन्ट, लाइक हुन्छ नि, हस्पिटल लाइनमा चाहिँ एकदमै धेरै मान्छेहरू आउँछ. फार्मिङ, एग्रिकल्चरमा चाहिँ खासै मान्छेहरू आउँदैन. मलाई मन परेको चाहिँ जो हो क्या. ओ माई लोकेसन जो हो कि गाउँ. ओ माई गड, मलाई चाहिँ ठ्याक्कै गाउँको याद आयो. म यस्तै खेती गर्दथेँ, हलो जोत्थेँ, कोदालो खन्थेँ होइन. लुक एट दिस गाइस, कस्तो अमेजिङ छ क्या यहाँको जो. मलाई गाउँको याद आयो यार. काल्ला फर्सीहरू. यो पुरै गाउँ यस्तै छ क्या, पुरै एग्रिकल्चर हो कि. परसम्म गयो. आज अनिस भाइलाई रिग्रेट हुँदैन है. म यस्तो ठाउँमा लगिछु कि दामी छ ठाउँ. थाकेको महसुस. हामी लगभग जङ्गलको सफारी सकेर, हाइकिङ सकेर अर्को तर्फ जाँदैछौँ. हामी अब गाउँतिर जाँदैछौँ. गाडी आएको गर्दो रहेछ. लुक एट दिस गाइज, कस्तो अमेजिङ. चाहिँ नि आफ्नै गाउँ आएको जस्तो फिल भयो. मिल्छ क्या, हामी पहिले गएको हो. कस्तो दामी के यसले के रोप्यो होला, के रोप्यो होला यस्तो रातो माटोमा. धनियाँ हो कि के हो, हेर्दै जाउँ है त के रोप्यो. रोप्ने होला थाहा छैन है. बाहिर न घाँसै घाँस. यहाँ बस्तु पालेकै देखेन मैले यार. बस्तुहरू, गाई बस्तुहरू.
पालेकै देखिनँ। त्यहाँ चाहिँ स्ट्रबेरी खेती चाहिँ राम्रो। स्ट्रबेरीको खेती गरेर चाहिँ यहाँनिर फार्मिङ गरेको रहेछ परसम्म। ओ माई गड कस्तो अमेजिङ छ कि यो हेर्नु न। लुक एट दिस ब्युटिफुल। माथिको डाँडामा हामी जाँदैछौँ। सो हामी केही बेर रेस्ट गर्छौँ त्यहाँ गएर अनि यसो भिडियो खिच्छौँ वरिपरिको रमाइलो गर्छौँ। त्यहाँदेखि के छ कसो छ त्यो खिचि नै हाल्छ। Oh my god, look at this guy. हामी लगभग 1 घन्टा जति बिसाएर रेस्ट गरेर फेरि यात्रा सुरु गऱ्यौँ। कहाँ हो कहाँ यता आइदैन। ल यता हेर न राजा यस्तो दामी ठाउँहरू छ। न भोक छ न तिर्खा लाग्छ होइन। लकेदिस गाई लकेदिस सल्लाहघारी यो अवस्थामा आउँदा चाहिँ मलाई हामी उत्तरतर्फ जाँदैछौँ। बुझिरहेको पनि तोरीबारीमा 2 जना तोरीहरू पर्दि भाइलाई चाहिँ के अरे हाम्रो अनिस भाइलाई आज इरिटेट बनाइसकेँ मैले। हो क्या म त बाहिर निस्केपछि त तर तिर्खा पनि लगाइरहेको छ। प्यास पानी लिएर आउनु पर्ने हामीले साथ बिर्स्यौँ। कस्तो दामी यो ठाउँहरू। हामी चोरबाट आउँदैछौँ है। चोरबाट लुक एट दिस गाई मङ्की पाराले आउनु। काँडा चाहिँ राजा हामी चोर बाटो गई। गाली देखाइँदैन यस्तो माटो। अनि गोर्खाली हो नि यार। गोर्खाली भन्ने दुनियाँको कहाँ छिट्छ त भन्छ एउटा आफ्नो पनि रोडबाट हाम्रो सजिलो पर्थ्यो। सेतो जुत्ता अब भारी भारी यो मान्छेलाई अझ फ्रेसनेस बनाउँदैछ। म धेरै एन्जाइटी बढ्ने सम्भावना भयो अरे रुममा सुतेर बस्दा बस्दा। ल चल्दिउँ बरु। अब जाने हो। अब जाने कि फटाफट जाने। अनि बाटो भए पो हो फर्किनु पर्छ जस्तो छ। किन फर्किने बाटै छैन। सफल मान्छेले कहिले पनि राम्रो बाटो खोज्नु